आज हामीहरू T20 विश्वकप 2026 जुन श्रीलङ्का र इन्डियामा हुन गइरहेको छ त्यसमा ग्रुप स्टेजहरू हेरौँ है। नेपाल चाहिँ ग्रुप सीमा रहेछ है। ग्रुप सीमा इटाली, वेस्ट इन्डिज, बङ्गलादेश, नेपाल, इङ्ल्यान्ड। भनेपछि नेपालले मजाले चेस गर्न सक्छ यिनीहरूलाई है। अब अलवेज दुईटै विश्वकपमा बङ्गलादेशसँग हामीहरूको खेल खेलिसकेको छ है। 2014मा र 2024मा लगाएर दुईचोटि खेलिसकेको छ। अनि वेस्ट इन्डिजसँग लगभग अस्तिको लगभग खेलहरू पनि जितेको छ। अब त्यो त अलि विश्वकपमा अलिक स्ट्रङ टिम आउन सक्छ र त्यसमा नि मजाले हराउन सक्छ। अनि त्यसपछि रहेको छ हाम्रो इटालीले त मजाले हराउन सक्छ, त्यसमा कुनै शङ्का नै छैन। अनि त्यसपछि अरू ग्रुपमा हेर्ने हो भने अरू कमजोर लगभग इन्डिया अलि सजिलो ग्रुप बनाएको छ सायद इन्डियाको लागि है। इन्डियाको धेरै सजिलो ग्रुप छ र यता हामीसँगै क्वालिफाई गरेको टिम ओमान, अरे भाइ ओमानको किधर फसादियो अरे। ओमान सबै टेस्ट नेसन हो रे। यो त अति भएन र। ओमान खेल्न आउने जाने टिमको घोषणा भएको छैन, अहिले टाइम धेरै छ। त्यसपछि भनेको हाम्रो टिमको नाम भइसकेपछि त्यसपछि हाम्रो जो पनि ओपनर हुन्छ सायद मेरो ख्यालमा आसिफ सैद र कुशल भुर्तेले हुनसक्छ। उनीहरूले ओपनिङ राम्रो गर्यो भने चाहिँ अलिक धमाकेदार हुनसक्छ यसमा। अनि त्यसपछि हाम्रो अर्को कसको छ त? अनि हाम्रो कुन ठाउँमा हुने रहेछ है यो? मुम्बई। ल सबै म्याचहरू हाम्रो मुम्बई वानखेडेमा हुने रहेछ है। ल ठिक छ, भारतमा हुने सम्पूर्ण साथीभाइहरूलाई सजिलो हुने रहेछ, भारतमा भएको छ। बेस्ट अफ लक भन्न चाहन्छु म टिम नेपाललाई। सबै वानखेडेमा छ, सायद म पनि जान सक्छु, म पनि नजिकै छु बेङ्गलोरबाट, त्यहाँ जान सजिलो हुन्छ। बेस्ट अफ लक टिम नेपाल।